गाइस एभ्रिवान गुड मर्निङ। हिजो मैले तपाईँहरूलाई हाम्रो गाउँको सामान्य बेसीको भौगोलिक अवस्था, वनस्पति र गाउँ बस्ती अनि खेतीपातीको बारेमा सामान्य जानकारी दिएको थियो। अब चाहिँ आज म सेकेन्ड डेज लेकतिर चढ्न लागेको छु र यहाँ लेकको सामान्य भौगोलिक अवस्था, वनस्पति र पर्यावरणीय अवस्थाबारे यहाँहरूलाई जानकारी दिने गइरहेको छु। यहाँहरूले मेरो भिडियोलाई लाइक र आइडीलाई सब्सक्राइब गरिदिनु होला ताकि यस्तै थुप्रै भिडियोहरू हजुरहरूसँग चाहिँ ल्याउन सकूँ। लेट्स गो गाइज, आज लागौँ हाम्रो लेकतिर। अहिले चाहिँ हाम्रो घडीमा 8 बजेर ठिक 8 मिनट भएको छ। हामी ठ्याक्क यो सालिमालीमा छौँ। यहाँबाट चाहिँ लेक र बेसीको चाहिँ दुवैतिरको चाहिँ भ्यू देखिन्छ। यो अहिले देखिरहेको चाहिँ यो निन्यारी खोला हो। यो चाहिँ हाम्रो सिधै यो मालिका माईको थानको टुप्पोबाट चाहिँ यो सिधै पानीहरू झर्छ। यहाँ चाहिँ सहायक खोलाहरूमा यो गुणाकोटी छ अनि यता निन्यारीको खोलाबाट यहाँ दोभान छ यो, अनि यताबाट चाहिँ यो यता सोतापाटन अनि यता भिचिनाहरूबाट यो खोला आउँछ अर्को। र यो देखिरहेको बिचको डाँडा चाहिँ चोसाकोट हो। यसको बादल लागेको यहाँ ठाउँमा चाहिँ यहाँ लेकको छानाहरू छ। यो छानाहरू यसमा छ भने अब हामी जाम यहाँबाट चाहिँ लेकतिर। गाइस हामी यहाँबाट हिँड्ने बेला चाहिँ यो चाहिँ बुगाडा हो। बुगाडाको छाना यहाँ चाहिँ गोरु बाख्राहरू बाँध्ने गर्छ। त्यसपछि यहाँ देखिरहेको यो चाहिँ मकै हुन्छ, मकै मार्से अनि कोदोको विशेष अन्नबाली कोदो र मकै हुने गर्छ। गाइस अब चाहिँ हामी यहाँ दोभानमा आइपुगेको छौँ। यो तल्लो बाटो चाहिँ चोसाकोट जाने हो भने माथिल्लो बाटो बुढाकोट जाने हो। त्यसपछि हाम्रो यात्राक्रममा चाहिँ यहाँ जेठाबुवा भेटिनु भएको छ। जेठाबुवा कहाँ लेख हिँड्नुभयो? यो चाहिँ हाम्रो गाउँको डोको यो। त्यसपछि जेठाबुवा यहाँ आज बेसी बाटो लेकतिर सराइ लिँदै हुनुहुन्छ होइन जेठाबुवा? यहाँ बुढाकोट जाने बाटोतिर यो ढुङ्गाले चिनेको खुड्किलाहरू पार गर्दै सामुदायिक वनमा पसेका छौँ। यो वनमा चाहिँ विशेष गरी बाँस, ढलनाज, मेल, उत्तिस आदि रुखहरू पाइएको छ। त्यसपछि हामी जाने क्रममा चाहिँ यहाँ मेरो साथीहरू नि भेटिएको छन् र यहाँ मेरो एउटा भाइ छ। भाइ तिम्रो नाम के भन त? अश्विन के हो? अश्विन बहादुर दानी। अनि बहिनीको नाम? हामीसँग छन् यात्राको क्रममा यिनीहरू चाहिँ साथी छन् मेरो। गाइस हामी चाहिँ मयाको ढोड आइपुगेका छौँ। यो चाहिँ हाम्रो स्पेसल्ली गाउँको चौतारो हो। यो पहिला चाहिँ यहाँ थियो, त्यो रुखको मुनि चौतारो थियो। आजभोलि चाहिँ यो चौतारो छ। यहाँ चाहिँ आराम गर्नको लागि यो चौतारो निर्माण गरिएको छ। हामी मया ढोडबाट 3 मिनटको हिँडाइपछि चाहिँ हामी यहाँ तल्लो ओडाहड्डा पुगेका छौँ। यहाँ चाहिँ यहाँ हाम्रो पत्थरी बाजेको तल्लो ओडाहड्डाको चाहिँ यो ओडाहड्डाको लेकको घर हो। यहाँ चाहिँ कोदो रोपेको छ। त्यसपछि यहाँ चाहिँ बोट बिरुवाहरू छन्, दुधिलो उयोको नाम के हाल्नु? पडिङ्लो। त्यसपछि यहाँ माथि छन् यहाँ हाम्रो माठागाईका बडुवालजीका घरहरू। यहाँ चाहिँ मकै अनि मार्से, त्यसपछि चाहिँ केराहरूको खेती चाहिँ गरिएको छ। त्यसपछि हामी जाउँ यहाँबाट बिस्तारै हिँड्दै भाउनेतिर आएको भन्नु। यो चाहिँ ओडाहड्डा तल्लो ओडाहड्डा यतापट्टि मकै खेती। यहाँ चाहिँ सिमीहरू छ, यो बाजुराको सिमी हो। त्यसपछि यो चाहिँ हाम्रो थोकाइला हुन्छ। यसको शरीरमा चाहिँ पुरै काँडाहरू हुन्छ। यसले चाहिँ घोच्छ। यसको चाहिँ यो जरा चाहिँ कोरेर खाना चाहिँ डाँठ पनि कोमल हुन्छ। ठुलो भएपछि डाँठ पनि खान मिल्छ। यो चाहिँ हाम्रो भाँगोको घारी हो। हिजो मैले हजुरलाई बेसीमा पनि देखाएको थिएँ। यो चाहिँ हाम्रो लगाउनु पर्दैन, जङ्गलमा जताततै पाइन्छ। र त्यसपछि यहाँ उत्तिसको घारी छ। यहाँ बाँको है, यो चाहिँ यहाँ पाइने बाँको। यसको बोडी चाहिँ यस्तो सर्पको जस्तो हुन्छ, सेतो र हरियो टाटेपाटे। यसको पातहरू यस्तो हुन्छ। त्यसपछि यसको फेद चाहिँ स्याम पिँडालुको जस्तो हुन्छ, तर यो कुक्याउँछ खाएपछि। यसलाई तराईतिर चाहिँ यसलाई औषधिको रूपमा प्रयोग गर्छन्, तर यहाँ चाहिँ युजल्ली यसको औषधि हो भन्ने चाहिँ हामीलाई थाहा छैन। तर यसको स्ट्रक्चर चाहिँ यस्तो हुन्छ, यसको पातहरू यस्तो हुन्छ। यो हेर्नु पुरै हरियो सर्प जस्तै छ। ल यहाँको पहिरो है, भाउनियाको पहिरो हुन्छ यसलाई। त्यसपछि यहाँ चाहिँ देख्न सकिन्छ त्यहाँ हामी चाहिँ तल्लो बाटो अघि देखाउन पारेको लेकलाई जोड्ने काम गर्छ यसले। यो चाहिँ अहिले पहिरोले गर्दा बाटो भाँसिएको छ। पहिला चाहिँ यहाँसम्म थियो जमिन। यो भाउनियामा चाहिँ यो कोदा खेती गरे। यो भाउनियाको दृश्य। यो चाहिँ मलिलो छ पुरै। यसको नाम चाहिँ ढन्टेला हो। यसको नि बोडीमा चाहिँ काँडाहरू हुने गर्छ। यस्तो तिखो काँडाहरू हुन्छ। यसले चाहिँ गोच्छ। तर यसको नि अब फल चाहिँ हरियो हुन्छ र पाकेपछि चाहिँ कालो फल हुन्छ। यसको फल चाहिँ खाँदैन। र ढन्टेला टाइपको चाहिँ यो अर्को छ, यो तेलपारा। यसलाई चाहिँ तेलपारा हुन्छ। यसलाई चाहिँ हामी सोत्तरको रूपमा प्रयोग गर्छौँ गाई बस्तुको गोठ मार्नको लागि। यो चाहिँ सबै हामीलाई थाहा छँदै चाहिँ यसलाई बनमारो हुन्छ। यो चाहिँ घाउ चोटपटकहरू काटेको ठाउँमा चाहिँ यसको रसहरू लगाउँदाखेरि चाहिँ निको हुने गर्छ। त्यसपछि हिँड्दै हामी चाहिँ तल्लो ओडाहड्डाबाट चाहिँ यो भाउनिया पुग्यौँ। यहाँ चाहिँ यस्तो पानीको
मूल आएको छ माथिबाट। यो बाटोमा जताततै पानी छ यहाँ। त्यसपछि यहाँ चाहिँ पहिला खेतीयोग्य जमिन थियो, यो पहिरो आएर चाहिँ यहाँको जमिनहरू सबै बगाएर लग्यो। दाबा हो, यो सालिम हो। यसलाई चाहिँ खरको छाना बनाउन मिल्छ। यो नर्मल्ली हामीले छानामा चाहिँ यो घाम र पानीबाट जोगाउनुको लागि चाहिँ यो प्रयोग गर्छौँ। यहाँ माथि हजुरहरूलाई देखाउँछु यसको छाना। यो चाहिँ हाम्रो यो ओडाहाड्या, माथिल्लो ओडाहाड्या भन्छ यसलाई। भोक्साखोलीको बस्तीको ओडाहाड्या हो यो। जाने बेला एउटा उखरको बोट छ ठुलो। पछि यहाँ चाहिँ हाम्रो छानाहरू सुरु हुन्छ। चाहिँ मकै छ हाम्रो, यो काँक्रा, यिनीहरू चाहिँ यो चाहिँ काँचो हो। यसलाई सुर्तीको रूपमा प्रयोग गर्छ। यो तम्बाखुहरू सुर्तीहरू खानको लागि यसलाई सुकाएर काटेर चाहिँ ओखलमा कुटेर तम्बाखु बनाएर खान्छ। यो चाहिँ हाम्रो यहाँको छानाहरू। छाना माथि मान्छे बस्ने, तल चाहिँ गोठहरू हुन्छ। त्यसपछि यो घाँस राख्ने छाना। त्यसपछि यो चाहिँ हाम्रो मल खादहरू। यो चाहिँ हाम्रो भित्र भैँसी छ, आन्टीको भैँसी। त्यसपछि यो चाहिँ अर्को घर, अङ्कलको घर। यहाँ चाहिँ अरू गोरुहरू बाँधेको छ भने चाहिँ यहाँबाट चाहिँ काँक्राहरू छ। त्यसपछि मकै बारी। यो चाहिँ हाम्रो यहाँको टमाटर। त्यसपछि यो घर, यो गुल्जा घर अघि सालिम देखाएको यो चाहिँ हाम्रो छुने। त्यसपछि यो चाहिँ मौरीको घर। अहिले चाहिँ मौरी छैन, चाहिँ मै हो। यसले चाहिँ लगाएपछि खेती कमाउने काम गर्छ। त्यसपछि यो हाम्रो माथि लोडाहाड्या चाहिँ दानीहरूको हो। यो मकै छ यहाँ चाहिँ मकैको पनि भारी छ पुरै। र चाहिँ फर्सी छ, कालो छ, पहेँलो फर्सी चाहिँ बेसार छ, फर्सी बेसार। अब हामी चाहिँ हिँड्दै हिँड्दै घरबाट माथि लोडाहाड्या पुग्यौँ। यहाँ चाहिँ अब यहाँको हाम्रो यो चाहिँ स्पेसली मेरै बाजेको घर, मेरो घर पनि छ। यहाँभन्दा माथि चाहिँ अब लेक बुढाकोर्दर भन्ने ठाउँ चाहिँ देखिन्छ। यो चाहिँ हाम्रो पछाडि धारो। अनि अब यहाँभन्दा माथि चाहिँ बुढाकोर्दरको सिमाना सुरु हुन्छ। लेट्स गो गाइज, अब हिँड्दै गरौँ। कि मैले देखाएको माथि लोडाहाड्या भन्ने यो हो, तल्लो ओडाहाड्या भनेको त्यहाँ पारि त्योभन्दा माथि टिनको छानाहरू चाहिँ मुनातोला हो। हामी हिँड्दा हिँड्दै अब माथि लोडाहाड्या क्रस गरेपछि माथि अलिकति सम्म ठाउँ जस्तो हुन्छ। यो चौर जस्तो, यो चौरको नाम चाहिँ रोडीमाडी हो। माथि देखिएको त्यो हाम्रो भेगुने। त्यसपछि यो चाहिँ हाम्रो सामुदायिक वन। यो चाहिँ हाम्रो खोली, यानि कि काँध पुग्नुभन्दा अगाडिको गल्छी छ, जहाँ चाहिँ बिचमा पानी हिँड्ने कारणले त्यहाँमा चाहिँ वालहरू बनेको छ। बडोबालजीको यो लेकको घर यतापट्टि छ। हामी कोर्दबाट लगभग 1 घन्टाको यात्रापछि चाहिँ यो खोली पुगेका छौँ। यो चाहिँ विशेष गरी मालिकाको प्रवेशद्वार भनेर चिनिन्छ। यो चाहिँ अहिले भर्खरै पुनर्निर्माण भएको हो। यसको दायाँ र बायाँ नवदुर्गाको चाहिँ मूर्तिहरू राखेको छ। यो चाहिँ यहाँ चाहिँ घन्टाहरू छ, एउटा घन्टा चाहिँ बिग्रेको रहेछ, पुनर्निर्माण गर्नुपर्ने रहेछ। योभन्दा माथि चाहिँ अब बाहिर सरेको मान्छेहरू चाहिँ प्रवेश गर्नुहुन्न भन्ने चाहिँ सतीको मान्यता छ। र हालसम्म पनि बाहिर सरेको मान्छे यो गेटभन्दा माथिको लेकमा चाहिँ चढ्न अहिलेसम्म चढेको छैन। र योभन्दा माथि चाहिँ यहाँ बढीमालिकाको यात्रा सुरु हुन्छ। र यहाँबाट हाम्रो लेक बेसीहरू छ यहाँबाट। र यहाँको हाम्रो परिवेशको चाहिँ हाम्रो भाइहरू छ। भाइहरू के छ? ठिक छ नि भाइहरू? अलि लजा छ भाइहरू। त्यसपछि यो खोलीभन्दा अलिकति 20 मिटर यता आइसकेपछि चाहिँ यो एउटा बाटो तल जाने र एउटा बाटो माथि जाने छ। यो माथि जाने बाटो चाहिँ माथिल्लो बुढाकोर्दर, र यता जाने बाटो चाहिँ डोगराको बाटो रहेको छ। र यसभन्दा माथिको भिडियो चाहिँ म हजुरहरूलाई अवश्य देखाउने नै छु। अहिले हिँडेर आएको कारणले अलिक पसिना पसिना भएको छ। यो चाहिँ हाम्रो अलि ठ्याक्क खोली चाहिँ यो 2060 मिटरको उचाइमा। र गाइज है, अब लेकमा पुगिसकेपछि यहाँ भएको चाहिँ यो मार्से हो। यसलाई मार्से भन्छ। यसलाई चाहिँ कोदोमा मिक्स गरेर पिसेर चाहिँ पिठो बनाउँछ। त्यसपछि चाहिँ अब यहाँ अब मैले हिजो घरको विभिन्न वनस्पतिहरू बोट बिरुवाहरू बारे चर्चा गरेको थिएँ। अनि लेकतिर नि मकै हुन्छ, मकैको नि ठुल्ठुलो घाइ छ गाइज है। त्यसपछि बाटो अलि अप्ठ्यारो छ। यहाँ मकैहरू थुप्रै छ। यहाँ म पनि घर जान लागेको छु। यस्तो मकैहरू छ यहाँ। मेरो चाहिँ यहाँ घरको देखभाल गर्ने कुकुर छ। आइज
यो चाहिँ आइज ल त्यसपछि यहाँ नानीहरू छन्। यो चाहिँ भैँसी बान्ने छानो, यो लसुन, अनि त्यसपछि यहाँ चाहिँ हाम्रो बारीहरू छ। यहाँ स्याउहरू छ, स्याउ नगर्न, स्याउ फल्या छ, 3-4 बोट स्याउ छ। यो पिँडालु, यो आरु छ, यहाँ आरुको बोट। त्यसपछि यता चाहिँ पिँडालुहरू छ, गाभाहरू, स्याउको रुख छ। चाहिँ हाम्रो लेकमा नि बेसार हुने गर्छ। यो लेकको बेसार हो। यो चाहिँ चोतो हो, यसलाई चोतो भन्छ। त्यसपछि यो चाहिँ यो फरन, यो चाहिँ दालहरू झान्ने काम गर्छ यसले। यो अमिलो छ यहाँ। हाम्रो ढोक्या हो, यो माथिको यसको बिउ हो। तल चाहिँ यसको यति ठुलो चाहिँ हुन्छ यसको। त्यसपछि यहाँ हाम्रो खुर्सानीहरू छ यहाँ। यो अघिल्लो वर्षको बोट हो। यो चाहिँ यसमा अलिअलि फलेको छ। मकै पनि 2 थरीको छ यहाँ। एउटा भर्खर उम्रिँदैछ भने एउटा चाहिँ त्यो ठुलो छ। यहाँ फुलहरू, यो चाहिँ टिकाको बेला ठ्याक्कै फुल्छ यो फुलहरू। यहाँ तरुल छ, घर तरुल हो यो। यसको घारी ठुल्ठुलो हुन्छ। यसको चाहिँ बोट यति अहिले मोटो छ। यसको पातहरू चिप्लो टाइपको हुन्छ यस्तो गरेपछि। त्यसपछि गाइस यो आलुहरू छ यहाँ। आलु, यहाँ उखुहरू, लेकमा पाइने वनस्पति भनेको स्पेसल्ली कोदो, मार्सेहरू हुन्छ। त्यो खोलीभन्दा माथि चाहिँ खासै कोदोहरू धेरै लगाउँदैन। यहाँ चाहिँ कोदो छ, मार्से, अनि त्यो पारिपट्टि सिमीहरू छ। दुधिलोको रुख यो बेसीमा नि हुन्छ, लेकमा नि हुन्छ। यो चाहिँ यो बिर्किहा भन्छ यसलाई हामी। यसको जरा चाहिँ यो अदुवा टाइपको हुन्छ। त्यो यो कोरेर चाहिँ यसलाई पकाएर उसिनेर खान्छ यसलाई। घरको वरिपरि पुरै तरकारीहरू, लसुनहरू झुन्डाएको छ। यो गोठ छ। यो चाहिँ घरको मुनि चाहिँ गोठ, अनि माथि चाहिँ मान्छे बस्ने हुन्छ। यो चाहिँ यहाँ लेकको कोदो यस्तो भएको छ। यतापट्टि चाहिँ यो मकैहरू। त्यसपछि यो चाहिँ पाल्तो हो। यसलाई चाहिँ यसको बाहिर र भित्रपट्टि चाहिँ यो नियालाको चोया हुन्छ, र बिचमा चाहिँ प्लास्टिक या त भुजको पत्र राखेर चाहिँ यसलाई बुनेको हुन्छ। यो चाहिँ पानी परेको बेला ओत लाउन, गोडमेल गर्ने मान्छेहरूलाई चाहिँ सहायता दिन्छ यसले। असली यस्तो टाइपको हुन्छ गाइस है। अब पानीहरू पर्यो भने चाहिँ यसले ओत लाउनको लागि हेल्प गर्छ। यो चाहिँ हाम्रो अब माथि बुढाको त फुल भिडियो देखाउन गइरहेको छु गाइस। यो चाहिँ हाम्रो गाउँमा एउटा पर्सनल हाइड्रो पावर छ। यो चाहिँ हाइड्रो पावरको घर। त्यसपछि यहाँ चाहिँ अलि बेसीको भन्दा अलि सम्म छ। यो तल देखिरहेको चाहिँ डोगडा, सिम। गाइस अहिलेलाई यति नै। मेरो बढी मालिका छ लेकको बारेमा मैले केही विषयवस्तु र यहाँको पर्यावरणीय बारेमा जानकारी दिएँ। र नेक्स्ट यहाँको केही विषयवस्तुको बारेमा अर्कोचोटि केही विषयवस्तु ल्याएर आउँछु। ओके एभ्रीवान, गुड मर्निङ।